फेसबुकमा पेज रिकमेन्डेसन र प्रोफाइल रिकमेन्डेसन कसरी खोज्नुपर्ने? जसको प्रोफाइल छ उसको प्रोफाइल रिकमेन्डेसन आउँछ, जसको पेज छ उहाँको पेज रिकमेन्डेसन आउँछ। र यो पेज रिकमेन्डेसनलाई चाहिँ हामी कन्टेन्ट क्रिएटरहरूले चाहिँ दिनमा 3 पल्ट 2 पल्ट चेक गर्नुपर्छ है। र किन चेक गर्नुपर्छ त्यो पनि म भन्छु। यसमा चाहिँ हाम्रो सबै एक्टिभ छ भनेदेखि चाहिँ हामीलाई केही प्रब्लम छैन, रिकमेन्डेबल छ भने चाहिँ हामीलाई केही प्रब्लम हुँदैन। र त्यसमा पहेँलो आएको छ भने चाहिँ त्यो हटाउनुपर्छ है। रिकमेन्डेबल चेक गर्नु बित्तिकै तपाईँलाई बताइदिन्छ तपाईँको पहेँलो आएको छ कि ग्रिन छ है। ग्रिन छ तपाईँलाई केही प्रब्लम छैन। पहेँलो छ भनेदेखि चाहिँ त्यो पहेँलो आएकोलाई चाहिँ हजुरहरूले कसरी हटाउनु पर्ने त्यो पनि म साथ बताइदिन्छु स्क्रिन रेकर्डिङद्वारा। तर भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। यो भिडियो चाहिँ मन पर्यो भने चाहिँ हजुरले एकदम सक्दो सेयर गरिदिनु होला, एकदम सक्दो सेयर गरिदिनुहोस् यो भिडियोलाई चाहिँ। किनभने कतिले चाल पाउँदैन, सिहालिसमा गएर पनि चाल पाउँदैन है। अनि र त्यो चाहिँ मेन कन्फर्म चाहिँ हामीले रिकमेन्डेसनमै चाल पाउँछ। र त्यसको लागि चाहिँ स्क्रिन रेकर्डिङ गर्दैछु हेर्नुहोस्। स्क्रिन रेकर्डिङ अन गरेँ। अन गरेर यो 3टा लाइन छ, यसलाई मैले धर्का छ फेसबुकको प्रोफाइलको छेउमा त्यसलाई क्लिक गरेँ। क्लिक 3टा धर्का क्लिक गरिसकेपछि मैले यो पर्सनल डैशबोर्डलाई अन गरेँ। पर्सनल डैशबोर्ड अन गरिसकेपछि चाहिँ यहाँ हेर्दै जानुहोस्। ओह्रालो स्क्रल गर्दै गएँ, ओह्रालो गर्दै गएँ र यहाँ टुल्स भन्ने अप्सन देखेको हुन्छ। यो टुल्सलाई मैले क्लिक गरिदिएँ। टुल्सलाई क्लिक गरेपछि मोनेटाइजेसन भनेर लेखेको छ, पर्सनल डैशबोर्ड भनेर हेडिङमा चाहिँ छ। त्यहाँदेखि सिधा मुनि जाँदाखेरि लेखेको छ मोनेटाइजेसन इन्गेजमेन्ट भनेर लेखेको छ। मुनिपट्टि फेरि प्रोफाइल भनेर लेखेको छ। प्रोफाइलको मुनिपट्टि तपाईँले हेर्नुहोस्, यहाँ लेखेको बिचमा लेखेको छ लिङ्क्ड प्रो एकाउन्ट्स भनेर लेखेको छ, मुनिपट्टि प्रोफाइल रिकमेन्डेसन भनेर लेखेको छ है। यो प्रोफाइल रिकमेन्डेसनलाई हामीले यसरी क्लिक गरेर हेर्दाखेरि चाहिँ तपाईँको के लेखेको छ यहाँनिर देविका ब्लग प्रोफाइल रिकमेन्डेसन छ, ग्रिन छ, उसमा व्हाइट स्टार छ अनि गोल्डन स्टार छ। यहाँ हेर्नुहोस् यो चाहिँ मेरो ओके हो। मुनिपट्टि लेखेको छ रिकमेन्डेबल भनेर लेखेको छ। यसमा केही प्रब्लम छैन, यो एकदम राम्रो छ। र फेरि अलिकति मुनि गएर लेखेको छ मोर एबाउट युर प्रोफाइल भनेर लेखेको छ। त्यहाँनिर हामीले क्लिक गरेर हेर्दाखेरि चाहिँ यहाँ हेर्नुहोस् प्रोफाइल स्टेटसमा मैले क्लिक गरेँ। त्यहाँ हेर्दा चाहिँ माथि हेर्नुहोस् देविका ब्लग ग्रिन कलरको राइट लागेको छ होइन, ग्रिन कलरको राइट लागेको छ हेर्नु होला। अनि द वेलकम देविका भनेर लेखेको छ। अनि त्यहाँदेखि एक्स्ट्रा फ्युचर्समा मुनि हेर्नुहोस् यहाँनिर रिकमेन्डेसनमा पनि एक्टिभ छ। अनि बिचको मोनेटाइजेसनमा अपडेट युर इन्फो भनेको छ। यहाँनिर चाहिँ म मोनेटाइजेसन मैले सेटअप गरेको छुइनँ, त्यो कारणले गर्दाखेरि चाहिँ यहाँनिर चाहिँ एक्टिभ लेखेको छैन। अनि मार्केट प्लेस भनेर लेखेको छ, यहाँ पनि एक्टिभ छ है। त्यो यो चाहिँ मैले चाहिँ कि यहाँ बिच तपाईँहरूको चाहिँ कस्तो हुन्छ भनेदेखि यसमा चाहिँ 3वटै जग्गामा माथि रिकमेन्डेसनमा पनि एक्टिभै हुन्छ, मोनेटाइजेसनमा पनि एक्टिभै हुन्छ, अनि मार्केट प्लेसमा पनि एक्टिभै हुन्छ। तपाईँको किन एक्टिभ हुन्छ भनेदेखि चाहिँ तपाईँको सबै तपाईँले सेटअप गरेको हुन्छ। जसको मोनेटाइजेसन सेटअप गरेको छैन, मोनेटाइजेसन सेटअप पाएको छैन, त्यसको चाहिँ यो एक्टिभ हुँदैन यहाँनिर हो। त्यो कारणले जसको मोनेटाइजेसन पाएको छ सब ठिक छ, पर्फेक्ट छ, 3जनाको चाहिँ यसरी एक्टिभ हुन्छ। र यो चाहिँ यस्तो हुन्छ है। र तपाईँले ब्याक गर्दैछु मैले, यहाँ तपाईँले देख्नुभयो होला है, यो जहाँनिर तपाईँले ग्रिन कलरको देख्नु भएको छ यो स्टारहरू देख्नु भएको छ, त्यसको मुनि रिकमेन्डेबल भनेर लेखेको छ होइन। यहाँनिर चाहिँ अगर हाम्रो यो चाहिँ मेरो पर्फेक्ट छ, यहाँनिर चाहिँ अगर हाम्रो बिग्रेको छ भनेदेखि चाहिँ कस्तो हुन्छ म तपाईँलाई म बताउँछु है। येल्लो आएको छ भने चाहिँ कस्तो हुन्छ, स्क्रिन रेकर्डिङ स्टप गर्दैछु। र त्यो आएको छ भने चाहिँ कस्तो छ म तपाईँलाई यो चाहिँ फोटोद्वारा देखाउनेछु। यहाँ हेर्नुहोस् एक सेकेन्ड म तपाईँलाई यहाँ देखाउनेछु। यहाँ यस्तो आएको हुन्छ हेर्नुहोस्, यहाँ देख्नुभयो स्क्रिनमा यो आएको हुन्छ। येल्लो देख्नु भएन, वी आर नट रिकमेन्डिङ सम अफ युर प्रोफाइल्स कन्टेन्ट भनेर लेखेको छ है। अनि यहाँ मुनि चाहिँ तपाईँले हेर्नुहोस् त्यसको मुनि के लेखेको छ रिभ्यू कन्टेन्ट भनेर लेखेको छ होइन। अब यो पहेँलोलाई त सुधार्नु पऱ्यो नि हामीले होइन, पहेँलोलाई के भएको रहेछ भनेर पत्ता लगाउनुको लागि चाहिँ यहाँनिर रिभ्यू कन्टेन्टलाई हामीले एकताल क्लिक गर्नुपर्छ है। अनि रिभ्यू कन्टेन्टलाई हामीले क्लिक गरिसकेपछि चाहिँ यस्तो आउँछ, यहाँ हेर्नुहोस् यहाँ आउँछ सी अप्सन्स भनेर आएको हुन्छ। सी अप्सन्स भनेर रिभ्यू कन्टेन्टलाई हामीले क्लिक गरेपछि सी अप्सन्स आउनु बित्तिकै हामीलाई थाहा हुन्छ कि हाम्रो भिडियोमा चाहिँ के गल्ती भएको रहेछ भन्ने कुराहरू हामीले चाल पाइएको हुन्छ है। र त्यसमा चाल पाएपछि चाहिँ सी अप्सन्स यहाँ देख्नु भएको छ तपाईँले, यहाँ एकताल हामीले क्लिक गर्नुहोस्। सी अप्सनमा क्लिक गरिसकेपछि चाहिँ यहाँ तपाईँको एउटा अप्सन आउँछ हेर्नुहोस् होइन, यहाँ लेखेको छ पोस्ट वी वान्ट रिकमेन्ड भनेर लेखेको छ होइन। अनि मुनि 3टा अप्सन देख्छ, 3टामा लेखेको छ वाट यु क्यान डु भनेर लेखेको छ है। एउटा रिक्वेस्ट रिभ्यू छ, सेकेन्ड नम्बरमा एडिट पोस्ट छ,
थर्डमा डिलिट द पोस्ट छ, हेर्नुहोस् राम्रोसँग ध्यान सुन्नुहोस्। त्यसको मुनि चाहिँ तपाईँको अब तपाईँ के गर्न चाहनुहुन्छ त, सिर्फ तपाईँलाई यो अप्सन मात्रै देखाएको है, अप्सन मात्रै। अब यसलाई के गर्नु तपाईँले है, त्यसको फेरि मुनि वाट ह्यापन्ड भनेर लेखेको छ होइन, मुनि लास्टमा। यसमा चाहिँ तपाईँले लेखेको छ, तपाईँले त्यहाँ यहाँ क्लिक गर्नुपर्ने हुन्छ। यहाँ लेखेको छ इट वाज फ्ल्याग अटोमेटिकली भनेर लेखेको छ होइन। अब तपाईँको यसमा चाहिँ फ्ल्याग लागेको रहेछ। फ्ल्याग मतलब फेसबुकको अटोमेटिक सिस्टमले चाहिँ तपाईँको त्यो भिडियोलाई चाहिँ रुचाएन है, त्यही छ यहाँनिर चाहिँ है, त्यही भन्न चाहेको यो चाहिँ। किनभनेदेखि चाहिँ फेसबुकको के भन्छ गाइडलाइन्सको एगेन्स्ट भयो नि त यो भिडियो होइन। फेसबुकले नगर भनेको चिजहरू तपाईँले गर्नुभयो होइन, हुनसक्छ त्यो पनि हुनसक्छ। अब तपाईँले चाहिँ के गरेको हुनसक्छ त्यो चाहिँ तपाईँलाई मात्रै थाहा हुन्छ। मैले जस्ट इक्जाम्पल मात्रै मैले यो बताइदिएको। हुनसक्छ तपाईँले ह्यासट्याग गल्ती गर्नुभयो होला, बेसी राख्नुभयो होला, जरुरतभन्दा बेसी डबल ह्यासट्याग लाउनु भयो होला है, या त तपाईँले बोल्दाखेरि के गल्ती गर्नुभयो होला, त्यो भएर चाहिँ तपाईँलाई फ्ल्याग लागेको है। अब यसलाई चाहिँ के गर्नुपर्छ भने यो लेखेको छ नि तपाईँको वाट ह्यापन्ड भनेर लेखेको छ नि, त्यसको मुनिपट्टि चाहिँ तपाईँको देखिरहेको छ प्रोफाइल, त्यसलाई चाहिँ एउटा अप्सन दिएको हुन्छ, यसलाई चाहिँ क्लिक गर्नुपर्छ। यसलाई क्लिक गरेर खोज्दाखेरि चाहिँ तपाईँको के हुन्छ भने यी यस्तो आउँछ। यसलाई क्लिक गरिसकेपछि यहाँनिर तपाईँको आउँछ, लेख्छ अदर एक्सन्स भनेर आएको छ होइन। अदर एक्सन्समा गएर तपाईँले के गर्नुहोस्, त्यहाँनिर मुनि हेर्नुहोस् डिलिट पोस्ट, एडिट पोस्ट भनेर लेखेको छ। यो दुईटामा तपाईँको एउटा अप्सन हुन्छ। अब तपाईँ के गर्न चाहन्छु है, अब त्यो तपाईँलाई थाहा हुन्छ तपाईँको फोटो चाहिँ डिलिट टाइपको छ कि एडिट टाइपको छ। तपाईँले अलिअलि लेख्नुमा क्याप्सनहरू लाउनुमा गल्ती गर्नुभएको छ भनेदेखि चाहिँ तपाईँले एडिट पोस्टलाई चाहिँ क्लिक गर्नुहोस्। क्लिक गरेपछि तपाईँलाई अप्सन दिन्छ है। अप्सन दिएपछि चाहिँ तपाईँले के प्रब्लम भएको तपाईँले अप्सन गरेर सेभ गरेर तपाईँको त्यो 2 दिन 3 दिनमा तपाईँको त्यो पहेँलो तपाईँको हराउँछ है। र तपाईँको तपाईँले बोल्नुमै गल्ती गर्नुभएको छ भनेदेखि चाहिँ है, बोल्नुमा गल्ती गर्नुभएको छ भनेदेखि चाहिँ तपाईँले यहाँ माथि डिलिटको अप्सन छ है, त्यसमा क्लिक गरेर एकदम रिमुभ भइहाल्छ। तपाईँको पास दुईवटा अप्सन छ। यहाँ लास्टवाला राम्रोसँग ध्यानसँग सुन्नुहोस् है। र तपाईँको दुईवटा अप्सन छ, त्यो चाहिँ तपाईँलाई मात्रै थाहा हुन्छ, हामीले डिसाइड गरेर हुँदैन, त्यो चाहिँ तपाईँहरूले डिसाइड गर्नु पर्यो। तपाईँको भिडियो र तपाईँको ह्यासट्याग कसरी लाउनु भएको छ र त्यो चाहिँ तपाईँले डिलिट गर्नु छ। यसरी डिलिट गर्नुभयो भने चाहिँ तपाईँको प्रोफाइल एकदम राम्रो हुनेछ है। र हामीले बोल्दा पनि अलिक ध्यान दिने हुनुपर्छ है, किनकि हामीले राम्रोसँग है बोल्दा पनि के हामीले नबोल्ने कुराहरू हामीले बोल्यौँ भनेदेखि चाहिँ हामीलाई भाइलेन्स लाग्छ। त्यसको लागि चाहिँ है त्यो चाहिँ हामीलाई फेसबुकले रुचाएको होइन, उहाँको अटोमेटिक सिस्टमले चाहिँ हाम्रो भिडियोलाई रुचाउँदैन। त्यो कारणले गर्दा यसरी पहेँलो लाग्छ, यसरी फ्ल्याग पाइन्छ। र यस्तो केही सुर्ता मान्ने कुरै छैन। यसमा चाहिँ सबै फेसबुकले हजुरहरूलाई बनाउने अप्सन दिएको हुन्छ, जुनै पनि भिडियोमा अप्सन दिएको हुन्छ। र त्यो नडराइकन आरामले है भिडियो पनि बनाउनुहोस्। गल्तीले बाइचान्स गल्ती भइहाल्यो भने, अन्जानेमा गल्ती भइहाल्यो भने चाहिँ हजुरहरूले यसरी गएर चाहिँ हजुरहरूले यो पहेँलो आएको चाहिँ हटाउन सक्नुहुन्छ। र हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो है, मन पर्यो भने चाहिँ लाइक, कमेन्ट र सेयर गर्नु चाहिँ ठ्याक्कै नबिर्सिनु होला। ओके, बाई बाई, सी यू नेक्स्ट भिडियो।